back to my YouTube channel Magar Sisters Vlog. It's me Muna. So आज पनि म 3 महिनापछि भिडियो बनाउँदैछु हैन, भ्लग बनाउँदैछु. सो यहाँ आज बनाउनुको भ्लग बनाउनुको कारण पनि स्पेशल कुरा छ हैन. सो अनि यहाँ अनि मैले भ्लग नबनाउनुको कारण चाहिँ मैले योभन्दा अघिल्लोचोटिको भिडियो पनि भने मेरो हेल्थ इस्युले गर्दाखेरि अनि मेरो ब्याड सिचुएसनहरू मेरो लाइफमा धेरै नराम्रो कुराहरू भइरहेको छन्. त्यसैले गर्दाखेरि पनि मैले बनाउन सकेको छैन. त्यसो म फाइदै भ्लग लिएर आउँछु हैन. सो यहाँ अनि आजको चाहिँ मैले भ्लग बनाउनुको कारण चाहिँ सो म चाहिँ मोरङ जाँदैछु गाइस. मोरङ जानुको चाहिँ कारण छुट्टै छ हैन. सो स्पेसल कारण छ. सो यहाँ अनि म चाहिँ मोरङ जानुको कारण चाहिँ मेरो बेस्ट फ्रेन्ड पूजाको चाहिँ भोलि बर्थडे छ हैन. सो म चाहिँ सरप्राइज दिनको लागि चाहिँ आज म बस चढेको छु हैन. सो 16 घन्टाको बाटो भनौँ न. सो यहाँ बस पनि यस्तो कम्फर्टेबल छ हैन. सो म आज धेरै खुसी छु कि. सो यहाँ म चाहिँ धेरै एक्साइटेड छु. अब म चाहिँ जाँदैछु हैन. भर्खर गाडी स्टार्ट भयो, चल्नु थाल्यो. के कसो हुन्छ हेर्दैछौँ हैन. सो म बिचमा पनि भिडियो क्लिपहरू हाल्छु हैन चढ्नेहरूको. सो यहाँ हेर्दै गर्नलाई त. सो वेलकम ब्याक टु माई युट्युब च्यानल. सो म चाहिँ आइपुगेको छ. मैले गाडीमा चाहिँ भिडियोहरू किन बनाउनु पाएन भने म बसमा यस्तो भमिट गर्दा हेर्नु क्या हलास तास भयो. अनि म त नि मोरङ आएर हेर्नु त आएर त घरै नचिनेर हेर्नु क्या. अब म घर पुगेँ होइन. घर हो पिङ्की म घर पुगेर हेर्नु खै झन्डै मरेन. सो हेर्नु के हुन्छ त्यस गरी. ल बदे गर ह्यापी बर्थडे पिते दिन्छ म त सो हामी चाहिँ रेडी गर्दैछौँ. बत्ती बलिराख्नु पर्छ. कतिको फोन अर्को पनि बत्ती बल्ने मान्छे चाहिँ मदेरमा चाहिँ किन गर्नु फेरेर न उही हालिदिन्छ भने हालिदिन्छु. म त खिच्दै गर्नु खिच्दिनँ केही पनि गर्दिनँ. एकजना देखाउनु भएको अघि त लु भयो लु उयो लाज लाग्यो नि त. ह्याप्पी बर्थडे पहिला यो फुगर न अनि सबैलाई लाग्यो पछि लाग्यो. बर्थडे टु यु बर्थडे टु ह्याप्पी बर्थडे सँगै जोड न हौ.
मम्मी हैन बर्थडे देखाइदिएको तँलाई केक पनि आगर खाँदैछु पनि राखिदिइराख्छु ल आऊ राखिदिइराख्छु के खाने बेलामा रमाइलो गर्नु गइसकेको मान्छेलाई के गर्नु खादिनु पर्यो नि त मान्छेले सुन्छन् भनेर उहाँ पूजा ल गीत बजाउँछ यहाँ चाहिँ फेरि आन्टीले गाह्रो भयो मम्मीलाई अब ननाच्ने चुपचाप सुत्ने प्लेट थियो त प्लेट ल्याउने पहिला मम्मीलाई ल्याउ न हो छोरो म चाहिँ त्यो बस्नु पर्यो ए ल हेर चाहिँ सन्चै मेरोमा त भयो गिफ्ट पक्रिने मान्छे त्यस्तो हुन्छ अनि के हुँदैन यसो गर न भइहाल्यो त नि आन्टीको सिरुमा त केक पर्दैन हेरेमा थ्याङ्क यू गिफ्ट चाहिँ त फर्काउनु अनुमा त बुझिहाल्छ यो पनि ल्याउ न I got the flower. छोरा पैसा लिदिन यस्तो बेजुल गर्नु भयो आन्टीहरु यो गर्नु न नभएर न यहाँ पस लिन्छु त्यो यति राम्रो छ है हेर त्यस्तो कुरा गर्ने हैन त त्यसले ल सबलाई केक दिदियो अब को छ अब उता दिने यसमा हालेर ल हालेर दिनु आन्टीलाई हजुरलाई दिदियो भने त यहाँ हो त उता दिदीहरुलाई पुर्याइदिनु अनि हजुर यहीँ छ कसरी काटिदिनु के मलाई आउँदैन नि त काटिदिनु अनि अहिले फ्वाक्क बनाएर दिनु न उही काटेर खानुहुन्छ हौ हो यस्तो काटिदियो ल अलिकति छ चाहिँ अलि कता लाग्यो त्यो साह्रो लोभी हुन्छ नि त्यो रुबिनहरुले नि लग्यो भने आन्टीलाई पुर्याइदिइहाल्नु पर्यो अनि अर्को सदस्यहरु अनि उता आउँदैन अनि बजे नखाने केक सीधे से निकल गए मेखामा आइदिनु उधर रुबिनलाई ला सेते भएको भयो कपाल त हाम्रो चाहिँ सेते भयो सानो त सक्यो पनि सेते पनि भयो यसमा चाहिँ हैन केकमा सबै केही हुँदैन खाँदाखेरि रुबिनलाई के मार्दिनु यो प्लेटमा यो अर्को प्लेट छ अर्को भाइको प्लेट एउटा रुबिन त्यो कुमारी आन्टीले रुबिनलाई उतै छ नि अर्को त यसैमा अनि यहाँलाई यो मम्मीलाई छ नि तिमीलाई त कपमै तिम्रो खै केक पनि ल्याएन तँले तँले ल्याएको नि तिम्रो कि मेरो माथि छ ल्याउ न ल्याउ खुट्टा ढोग्नुपर्छ हो चेलीबेटीको नाटक नगर हो कि होइन आन्टी हजुर कान्छोको खुट्टा ढोग्नुपर्छ कि होइन भोलि पर्सि न तिम्रो लागि ल्याउ त पूजाको नि हो सानो मान्छेको त हुनुपर्छ खुट्टा के हुँदैन क्या यो खोला तिमी अगाडि चाहिँ होइन खुट्टा मलाई चढाएर होइन खुट्टा हानेर बसेर अहिले क्यामेराको छेउमा चाहिँ साथी पो त के साथी भयो नि म तिमीभन्दा जेठो हो नि त जेसुकै देऊ न छिटो यसलाई जस्तो नगरे त्यो मान्छे क्यामेरा चाहिँ मात्र भए खुट्टा ल्याउ न के हुँदैन छोरा लाज लाग्दैन के हो न के भएको अहिले बे गराइदिन्छु है म तिनजना पो अब यस्तै भयो सानो तिनो बर्थडे सबजना हायर गरिदिनु हाई गर्छु तिमी खाऊ भयो त अब लजाएर के भन्नु नि गाठे मान्नेलाई के भन्नु हजुर अनि त बत्ती त